नमस्कार सबैजनामा। म आज स्विफ्ट सम्बन्धी जानकारी लिएर आएको छु। स्विफ्ट भनेको सर्वप्रथम त स्विफ्ट को फुल फर्म के हो त भन्दाखेरि सोसाइटी फर वर्ल्ड वाइड इन्टरब्याङ्क फाइनेन्शियल टेलिकम्युनिकेसन भन्छ। स्विफ्ट चाहिँ 1974 एडीमा इस्टाब्लिस भएको हो। त्यति बेला चाहिँ 7वटा मेम्बर इन्टरनेसनल ब्याङ्कहरू थिए। अहिले चाहिँ यसको 200 प्लस भन्दा बढी कन्ट्रिज मेम्बर छ र 13,000 भन्दा बढी मेम्बर्सहरू छ। 200 भन्दा बढी कन्ट्रिज सदस्य छ, 13,000 भन्दा बढी मेम्बर्सहरू छन्। अब सोसाइटी फर वर्ल्ड वाइड इन्टरब्याङ्क फाइनेन्शियल टेलिकम्युनिकेसन भनेको इन्फर्मेसन र मेसेजेसहरू एक्सचेन्ज गर्ने एउटा माध्यम हो। यसबाट चाहिँ हामीले फन्डहरू ट्रान्सफर गर्न एउटा ठाउँबाट अर्को ठाउँमा एउटा देशबाट अर्को देशमा प्राय इंटरनेशनल ट्रान्जेक्सन्सहरू गर्न युज गरिन्छ। यसले हामीलाई एउटा कोड ट्रान्सफर गरेर दिन्छ, जुन कोड चाहिँ मसिनले मात्रै रिड गर्न सक्छ भन्न खोजेको। यसले ह्युमन को इन्भल्भमेन्टलाई मिनिमाइज गर्छ र ह्युमनबाट हुने एरर जुन चाहिँ टेलिग्राफिक ट्रान्समिसनमा हुन्थ्यो त्यसलाई हटाएर यसले अटोमेटिक या अटोमेटाइज्ड भन्छ क्यारे कम्प्युटरको प्रयोग गरेर सिस्टमलाई लिएर आएको छ। अब टेलेक्सको प्रयोग गर्दाखेरि हामीले एउटा कोड युज गर्छौं र त्यो कोडलाई टार्गेट या सोर्स मानेर स्विफ्टले हामीले ट्रान्सफर गर्नुपर्ने जानकारी या मेसेज या अब जेसुकै हामी भनौं त्यसलाई चाहिँ के गर्छ भनेसी एउटा संस्थाबाट वित्तीय संस्थाबाट अर्को वित्तीय संस्थासम्म पुर्याइदिन्छ। यसले आफैले फिजिकल्ली फन्ड ट्रान्सफर गर्दिन्न, तर त्यो फन्ड ट्रान्सफर गर्नको लागि भनेर नोटिस भने चाहिँ पुर्याइदिन्छ। अब हामी यो स्विफ्टले अर्गनाइजेसनहरूलाई आइडेन्टिफाई कसरी गर्छ भन्ने कुरा हेरौं। त्यसको लागि हामीसँग हरेक संस्थाको स्विफ्ट कोड हुन्छ। त्यसलाई हामीले स्विफ्ट आईडी पनि भन्छौं। त्यसलाई हामीले बैंक आइडेन्टिफायर कोड पनि भन्छौं। त्यसलाई हामीले ISO 9362 कोड पनि भन्छौं। यो प्रायतः 8 या 11वटा अक्षरको हुन्छ। नेपालमा नेपाल बैंक लिमिटेडको स्विफ्ट कोड NEBL-NPKA हो। RBB को RBBA-NPKA हो। NRB को NRBL-NPKA हो र ADBL को भने ADBL-NPKA हो। यो NP भनेको नेपाल हो, यो K भनेको नेपालको क्यापिटल काठमाडौँ हो। अब बाँकी अगाडिको चाहिँ बैंकको नामै हुन्छ सर्टकटमा। अब हामी स्विफ्टको केही एडभान्टेजहरू हेरौं। स्विफ्टले ह्युमन एररहरूलाई मिनिमाइज गर्छ, ट्रान्जेक्सनलाई फास्टर, इफिसिएन्ट, इफेक्टिभ, सिक्योर गराउँछ, कस्ट इफेक्टिभ पनि गराउँछ र स्विफ्टले विभिन्न मेम्बर इन्स्टिट्युसनहरूसँग कनेक्टिभिटी बढाइदिन्छ। यो 13,000 भन्दा बढी मेम्बर भएपछि हामीले 13,000
वटै मेम्बरहरूसँग आफ्नो कारोबार बढाउन सक्ने एउटा अपर्च्युनिटी दिन्छ। प्राय स्विफ्ट फन्ड ट्रान्सफरहरूको लागि युज हुन्छ, जस्तै रेमिटान्स। लोनहरू इन्टर कन्ट्री लोनहरू ट्रान्सफर गर्नु पर्यो भने पनि हामीले स्विफ्टको प्रयोग गर्न सकिन्छ। स्विफ्ट एउटा मोडर्न ब्याङ्किङ या मोड अफ पेमेन्ट दुईटैको प्रकार हो। मोडर्न मोड अफ पेमेन्ट भन्दा अझै राम्रो सुनिन्छ। हस् त आजलाई यति हजुरलाई ब्याङ्किङ रिलेटेड अरू केही जानकारी लिन छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। हाम्रो भेट अर्को भिडियोमा। यदि हजुरले सब्स्क्राइब गर्नुभयो भने हुने नै छ। धन्यवाद।